हेलो हेलो साथीहरू, गुड मर्निङ। यो चाहिँ दार्जिलिङको नजारा हो अहिले बिहानको होइन। अब हामी चाहिँ नेपालतर्फ जाँदैछौँ। कन्याम हुँदै कहाँसम्म पुग्छ तपाईँको भाइरल पुल सालबारी जाने हाम्रो प्लान छ। अनि दार्जिलिङको बिहान बिहानको नजारा चाहिँ यस्तो छ साथीभाइ हो। भर्खर दार्जिलिङ बिन्जिँदैछ यहाँनिर, सबैजना उठ्दै हुनुहुन्छ, भर्खर गाडीहरू स्टार्ट हुँदैछ। अनि हामी चाहिँ यसरी आजको दिन सुरुवात हुँदैछ साथीभाइ हो। त्यस्तो खासै राम्रो त छैन मेरो भिडियो, तर पनि ट्राई गर्दैछु नि त, टाइम पाउँदैन बेला बेला बनाउँदैछु। बिहानै हामी चाहिँ दार्जिलिङ पुगेको छ साथीभाइ हो। यति मजाको नजारा छ बिहानको, एकदम क्लिन छ नि त, पाहाड एकदम क्लिन हुन्छ। सबैजना आफ्नो आफ्नो काममा हुनुहुन्छ बिहान पनि। मान्छेलाई सधैँ नै हतार हुन्छ नि त, सबै मान्छे सधैँ बिजी हुन्छ। के गर्नु साथीभाइ हो। यहाँनिर चाहिँ ट्रेन आउने पटरी हो, हाम्रो टोय ट्रेन आउने। अहिले चाहिँ साथीभाइ हामी चाहिँ कन्याम पुगिसकेको छ नि त। कन्यामको नजारा आजको चाहिँ यस्तो छ साथीभाइ हो। एकदम आकाश क्लिन छ, टुरिस्टहरू पनि पुरा आउनु भएको छ। अनि साथीभाइ यहाँनिर कन्यामको नजारा यस्तो छ, हेर्नुहोस् सबैजना कोही पिकनिक खान आउनुभएको छ, कोही घुम्नु भएको छ होइन। रमाइलो छ कन्यामको नजारा, एकदम घाम पनि मजाले लागेको छ नि त। यो मेरो बसन्ती चाहिँ यसरी बसिराखेको छ, राखिराखेको छु नि त मेरो बसन्तीमा। यो चाहिँ अब हेर्नुहोस् न, यो चाहिँ मेची मरेर झापाको बुद्ध शान्ति 6 र 7 जोड्ने, एकपट्टि 6 पर्दो रहेछ, एकपट्टि 7 पर्दो रहेछ। यो चाहिँ भाइरल पुल भन्छ तपाईँको। यो चाहिँ कहाँनिर भन्छ बर्ने चिया कमान पुग्नु आधा साथ यहीँनिर पर्ने रहेछ। यहाँ बहिनी चाहिँ डराउँदै यहाँनिर पुल क्रस गर्दै हुनुहुन्छ नि त। अनि पुलबाट तल हेर्ने नजाराहरू चाहिँ यस्तो रहेछ, हेर्नुहोस् है, तल चाहिँ एकदम डरलाग्दो एरोप्लेनमा चढेर माथिबाट भुइँमा हेरेको जस्तो देख्दो रहेछ नि त खेतबारीहरू। अनि हाम्रो सहर निस्किनु कहाँ भने म फेरि यहाँनिर आउँदैछु होइन। म पनि बल्ल बल्ल क्रस गरेँ पुल, एकदम रमाइलो लाग्यो। यो मेरो सेकेन्ड टाइम हो। हेर्नुहोस् है, धेरै लामो छ यो, यस्तैले चाहिँ तर्नु सक्दैन, निकै मुटु दह्रो हुनुपर्छ यो तर्नुलाई चाहिँ। अनि धेरैजना यहाँनिर तर्न सक्नुहुन्न। हेर्नुहोस् त, एरोप्लेनबाट तल हेरेको जस्तै देख्छ नि त खेतबारीहरू। यो पुल माथिबाट देखिने नजारा हो। मिसहरू चाहिँ फाइनल्ली पारी पुगेर फेरि बारी पनि आइपुग्नु भएको छ। एक्सपिरियन्स कस्तो भयो? यति लामो छ अझ फिलहाल साथीभाइ यो हेर्नु, सालबारी झापाको सालबारी पार्क पुगेर चाहिँ यहाँनिर चाहिँ हाम्रो सरहरू मिसहरू चाहिँ बोटिङ गर्दै हुनुहुन्छ नि त। 4 जना चाहिँ, अरू चाहिँ कता घुम्दै हुनुहुन्छ। म चाहिँ यहाँनिर यो माथिको पुलबाट चाहिँ सानो भिडियोहरू खिच्ने कोसिस गरेको छु। खासै त्यस्तो राम्रो क्वालिटी त छैन मेरो क्यामेराको, तर पनि यहाँनिर चाहिँ एकदम पिकनिक स्पोट रहेछ। यहाँनिर पिकनिक खानको लागि अनि नानीहरू घुमाउनु बोटिङ सोटिङ गर्नुको लागि। अहिले चाहिँ झापामा हामी जानुको लागि चाहिँ हाम्रो पाहाडको मान्छे चाहिँ एकदम राम्रो रहेछ, किनभने यहाँनिर चाहिँ अहिले चाहिँ वेदर चाहिँ अब ठिक्क छ नि त। पछि मार्च एप्रिलमा त हामीलाई साह्रो पर्छ, अहिले जाडो महिनामा जानु एकदम मजा आउँदो रहेछ। म पनि यो सालबारी पार्कमा चाहिँ फर्स्ट टाइम गएको हो साथीभाइ हो। यहाँ चाहिँ बोटिङ गर्दै हुनुहुन्छ।
हुन्छ सिक्किमबाट आएको जतिजना पनि हुनुहुन्छ हेर्नुहोस् बोटिङ गर्दै हुनुहुन्छ। यो चाहिँ सालबारी पार्क रहेछ। हाम्रो अर्को ग्रुप पनि आउँदै हुनुहुन्छ यहाँनिर। यो माथि चाहिँ पुल यस्तरी छ होइन, वरिपरि रहनु। यहाँनिर सरहरू चाहिँ 2 जना मात्रै रहनु भएर हाम्रो अरू ग्रुपसँग पढ्नु भएन। र पनि सबैजना रहे, धन्यवाद छ हेरिदिनु भएकोमा।